नेपाल संसार खबरमा यहाँहरूलाई स्वागत छ। अहिले यतिखेर म ढिकुटी मण्डपमा रहेको छु। आज राजा समर्थक आन्दोलनकारीहरूले आजको मितिमा कार्यक्रम राखेपछि, गणतन्त्र दिवसको दिन कार्यक्रम राखेपछि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले यो सहर काठमाडौँलाई चाहिँ आफ्नो नियन्त्रणमा राख्न आफ्ना शुभचिन्तकहरूलाई भन्नुभएको थियो। त्यही बमोजिम यतिखेर ढिकुटी मण्डपमा नेकपा एमाले सम्बद्ध विभिन्न युवाहरूको सङ्गठनहरूले र्याली निकालिरहेको अवस्था छ, देख्न सक्नुहुन्छ। ढिकुटी मण्डप यतिखेर खचाखच रहेको अवस्था छ। यो गणतन्त्रलाई नै मास्ने र राजालाई ल्याउने भनेर राजावादीहरूले चाहिँ आन्दोलन गरिरहेको अवस्थामा, आजबाट आन्दोलन घोषणा गरेको अवस्थामा गणतन्त्र समर्थक नेकपा एमाले पनि आफ्नो शक्ति प्रदर्शन गर्न लागेको देख्न सकिन्छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्ताहरूलाई एक किसिमको व्हिप जारी नै गरिसक्नु भएको छ, देख्न सक्नुहुन्छ दर्शकवृन्द। यतिखेर म ढिकुटी मण्डपमा रहेको छु। नेकपा एमालेका कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ। प्रदर्शनी मार्गमा चाहिँ यो कार्यक्रम भइरहेको छ। दर्शकवृन्द, हुन त एमाले अध्यक्ष केपी शर्मा ओलीले भने जस्तो दृश्य त यहाँ पक्कै देख्न सकिँदैन, किनकि उहाँले भन्नुभएको थियो काठमाडौँ हाम्रो कब्जामा हुनुपर्छ भनेर चाहिँ उहाँले अभिव्यक्ति दिनुभएको थियो। त्यसको सर्वत्र आलोचना पनि भएको हामीले सुनेका थियौँ। तथापि कार्यकर्ताहरूको आउने क्रम देखिन्छ, तर पनि बाक्लो मात्रामा धेरै ठुलो र अपेक्षा गरे जति यहाँ जनताहरूको उपस्थिति देख्न सकिँदैन, हेर्न सक्नुहुन्छ। गणतन्त्र हजारौँको बलिदानीपछि प्राप्त एउटा हाम्रो नयाँ व्यवस्था हो। व्यवस्था धेरै मानिसहरूलाई चित्त नबुझेको हुन सक्दछ, किनकि उनीहरूले धेरै अगाडिदेखि एक छत्र राज गर्दै आइरहेका थिए। आज व्यवस्था परिवर्तन भएको छ, तर हामीले व्यवस्था परिवर्तन भयो, जनताको अवस्था उस्तै छ भन्दै गर्दा एकैचोटि कुनै पनि कुरो व्यवस्था परिवर्तन भए पनि आम जनताको अवस्था परिवर्तन गर्न सक्ने अवस्था रहँदैन। दर्शकवृन्द, समय अनुकूल बिस्तारै परिवर्तनहरू भने नभएका होइनन्, विकास नभएको होइन, तर हाम्रो देशमा अत्याधिक भ्रष्टाचार, व्यथिति विसङ्गतिहरूले पनि एउटा ठुलो चाहिँ सङ्कटको अवस्था आइपरेको मान्न सकिन्छ। तर उहाँहरूले भने जस्तै आजै व्यवस्था परिवर्तनका कुराहरू भने जहाँसम्म लाग्छ असम्भव कुरो हो। हामीले गणतन्त्रको लागि हजारौँको बलिदान दिएका थियौँ। आज यो गणतन्त्र दिवसको दिन यहाँ एउटा वातावरण अलि धमिलो पार्न खोजिएको महसुस भएको छ। झन्डा बेच्ने साथीहरूले बडो राम्रो चाहिँ आय आर्जन गर्नुहुन्छ होला सायद। आज हेर्न सक्नुहुन्छ दर्शकवृन्द, बाजा गाजा झाँकी सहित नेकपा एमाले सम्बद्ध युवा विद्यार्थीहरू, युथ फोर्स लगायत विभिन्न सङ्घ सङ्गठनहरूले र्याली निकालिरहेको अवस्था छ। यतिखेर यो ढिकुटी मण्डपको ताजा दृश्य म यहाँहरूलाई सम्प्रेषण गरिरहेको छु। दर्शकवृन्द, हेर्न सक्नुहुन्छ गणतन्त्र प्राप्तिपछि यो केही समय अगाडि राजावादीले गरेको आन्दोलनमा एउटा ठुलो घटना घट्न पुगेको थियो। त्यहाँ चाहिँ दुईजना
व्यक्तिहरूले ज्यान गुमाउन पुग्नुभएको पनि हामीले देखेका थियौँ। एकजनालाई जिउँदै आगो लगाइएको थियो, उहाँ पत्रकार हुनुहुन्थ्यो, हेर्न सक्नुहुन्छ। यहाँ विभिन्न झाँकीसहित युवाहरू उपस्थित हुनुभएको छ। युवा युवतीहरूको उपस्थित देख्न सकिन्छ। यहाँ कुनै नारा लागेको छैन, हेर्न सक्नुहुन्छ।